फाइनली गाइस हाम्रो चाहिँ खाना पाकेको अवस्था जस्तो लाग्यो है साथीले मक्कन डुलु भनिदियो कि यता एकदम भाषा जाने छ है खाना पाके जस्तो छ खाना पाक्यो रेडी कुक खाना पाकिसक्यो ल खाना यता पनि बनेको छ यता पनि छ र हामी खानको लागि रेडी फुल टु फुल रेडी खाना चाहिँ चाउचाउ हुन्छ है विदेशको खाना यस्तो हो भातै छ सब आउँछ फेरि कुकम्यानमा चाइनिज थाई चाइ अब इटालियन सब 10 वर्ष एक्सपिरियन्स डन्टोर इटालियन सबैमा भात पस्केको हेर न यहाँ हेर्नु यस्तो प्रोफेसनल हो कि पुरै ल गाइज हामी चाहिँ खाना सुरु गरियो खाए ल अरूले बनाएको खानै मिठो यार खाना मिठो हुन्छ त्यो हातै मिठो हो सरको हात मिठो हो यार खाना बनाउनु सत्रै खाइयो फेरि भेटौँला पछि